नमस्कार। आशा गर्छु दशैंको यो बिदाको समय तपाईहरुको सार्थक भइरहेको होला। मैले केही समयदेखि केही किताबहरू पढिरहेकी थिएँ र दशैंको बिदाले त्यो पढ्ने क्रमलाई चाहिँ अझ सघाउ पुर्यायो। यसबीचमा मैले भर्खरै पढेर सकेको किताब हो सो स्पर्श। सो स्पर्श डाक्टर नवराज केसीले लेख्नु भएको हो। उहाँको यसभन्दा अगाडि शून्यको मूल्य भन्ने कृति पनि प्रकाशित छ। सो स्पर्श शीर्षकले नै भन्छ सो स्पर्श, हैन, अर्थात् आफूलाई स्पर्श गर्नु। र यो पुस्तक पढिसक्दा हरेक पाठकले आफूलाई नै स्पर्श गर्नुहुन्छ, आफूलाई नै फर्केर हेर्नुहुन्छ। त्यसैले मैले यो शीर्षक ठ्याक्कै अन्तिममा आइपुग्दाखेरि सार्थक भएको अनुभूत गरेकी छु। यो पुस्तक आम पाठकका लागि कथा थेरापी हो भन्दा पनि हुन्छ। पुस्तकभित्र 3 अध्याय छन्। प्रथम अध्यायमा बुद्ध विज्ञान र बुद्धु शीर्षक दिएको छ, जसमा जङ्गबहादुर, गर्वेदाई, मन्दिरे जस्ता आम मान्छेहरू पात्रहरू छन्। उनीहरूका जीवनबाट हामीले धेरै कुरा सिक्न सक्छौं, धेरै कुरा बुझ्न सक्छौं। दोस्रो अध्यायमा प्रश्न दिएको छ, त्यहाँ म किन यस्तो छु र उत्तर छ मान्छे शरीरभित्र समाज बोकेर जन्मिन्छ, जसमा एक जोडी बाआमा अनि ध्यार गाउँले सानी नानी पात्रहरू छन्। र तेस्रो अध्याय छ जहाँ स्वशिष्य, स्वशिक्षक र स्वनिर्माण भनिएको छ। अझ कस्तो मनपर्ने लाइन छ, आफूभित्रको आकाशमा हुरुरु जिन्दगानी छ। यो भित्र चाहिँ हामीले भेडा, किरण, रिटायर्ड आमा र अस्मितालाई भेट्छौं। यी सबै पात्रहरू भेटिरहँदाखेरि हामीले यी सबै पढिरहँदाखेरि चाहिँ हरेक पाठकले जीवनलाई हेर्ने नयाँ दृष्टिकोण भने अवश्य पनि भेट्नुहुन्छ। खासमा यो गैराख्यान हो सो स्पर्श, हैन? तर गैराख्यान भए पनि यो आख्यान, विज्ञान र बौद्ध दर्शनको त्रिवेणीका रूपमा मैले लिएकी छु। लेखक डाक्टर हुनुहुन्छ, बालरोग विशेषज्ञ, कर्णालीमा बसेर सेवा गरिरहनु भएको छ। उहाँले आफ्नो डाक्टरी कर्ममा भेटेका चाखलाग्दा पात्रहरूबारे लेख्नु भएको छ र ती पात्रहरू बारे लेखिरहँदा उहाँले ती पात्रहरूको जीवन दर्शन, वैज्ञानिकहरूको, दार्शनिकहरूको अध्ययन र बौद्ध दर्शनलाई जोडेर हाम्रो सामाजिक मूल्य, मान्यता र उनीहरूले गरेको सङ्घर्ष अनि आदिलाई समेटेर आत्मपरक तरिकाले आफ्ना विचार, भावनाहरूलाई वैध र विश्वसनीय ढङ्गले चाहिँ यस पुस्तकमा प्रस्तुत गर्नुभएको छ, जुन चाहिँ हामीले पढ्दै जाँदा थेरापीको रूपमा काम गर्छ। यसले डाक्टरी भाषामै भन्ने हो भने फिल गुड हर्मोन भन्छ नि, इन्डोर्फिन्स हर्मोन, डोपामिन, सेरोटोनिन, जुन चाहिँ खुसी र सन्तुष्टिका लागि हाम्रो शरीरमा रिलिज हुने हर्मोनहरू छन्, ती हर्मोनहरू यथेष्ट मात्रामा रिलिज हुन्छन्। त्यसैले पनि म जो आख्यान मन पराउनु हुँदैन वा सेल्फ हेल्प बुक पढ्छु म भन्नुहुन्छ नि, उहाँहरू जस्तो पाठकको लागि पनि यो उत्तिकै उपयोगी छ र आम सबैजनालाई यो पुस्तक चाहिँ उत्तिकै लाभदायक छ। खासमा यो पुस्तक मलाई किन पनि मन परेको भन्दा अघिल्लो पटक शून्यको मूल्य पढिरहँदाखेरि चाहिँ धेरै भावुक भइयो क्या, र कति धेरैजनाले चाहिँ अलि बढी अतिरञ्जित गरेर धेरै भावनामा चिप्लाएको हो कि भन्ने खालको आरोप पनि लगाउनु भएको थियो। तर यो पटक त्यस्तो छैन, हैन? हामीले शून्यको मूल्य, मलाई चाहिँ शून्यको मूल्य पनि एकदमै उत्कृष्ट लागेको हो र त्यहाँ दिएका प्रसङ्गहरू चाहिँ कहाँबाट लिएको हो वा त्यो कसरी ती कुराहरू आए वा कसरी अध्ययन भए, हैन, विज्ञानले त्यसलाई कसरी अध्ययन गर्छ भन्ने कुराहरू चाहिँ वैध रूपमा चाहिँ आएको थिएन जस्तो लाग्थ्यो। अहिले चाहिँ यहाँ चित्रसहित, हैन,
हाम्रो शरीरले कसरी काम गर्छ, कसरी हर्मोनहरूले रिलिज हुन्छन्, वा बुद्ध दर्शनले के भनेको छ भन्ने कुरा पनि प्रष्ट छ। र यो लेखकले आफ्नो वरिपरि वा आफ्नो डाक्टरी कर्ममा देखेका चाखलाग्दा पात्रहरू लाई टपक्क टिपेर आत्मपरक शैलीमा लेखिएको आत्मसंवाद पनि हो हैन। र यसमा चाहिँ खास विशेषता मलाई यसको के लागेको भने एकातिर बौद्ध चिन्तनको गहिरो प्रभाव, अर्कोतिर मानव विकासका क्रममा विभिन्न वैज्ञानिक मनोवैज्ञानिकहरूले गरेको अध्ययन विश्लेषण, र अर्कोतर्फ ती दुवै कुरा भन्दा अनभिज्ञ भएर हरेक मानिसले एउटा आम मानिसले पनि आफ्नो जीवनलाई कसरी बाँचिरहेको छ त, उसको जीवनबाट हामीले के प्रेरणा पाउँछौँ त भन्ने जुन चाखलाग्दा समाजका पात्रहरूको जीवन भोगाई, त्यो सबैलाई ठ्याक्कै संयोजन गरेर लेखिएको पुस्तकको यो सो स्पर्श। र यो सो स्पर्शले हामी सबैलाई स्पर्श गर्छ। हाम्रो जीवनमा आइपर्ने दुःख, हाम्रो जीवनमा आइपर्ने सङ्घर्षसँग जुझ्न सघाउ पुर्याउँछ भने हामीले कसरी आफ्नो जीवनलाई हेर्ने त भन्ने कुरा पनि यसले मार्गदर्शन गर्ने काम गर्छ। र यो पुस्तकमा विशेष गरी नयाँ पुस्तालाई सम्बोधन गरेर लेखिएको छ हैन। नयाँ पुस्ताले पनि पुस्तक पढ्ने बानी बसाल्नुहोला र सो स्पर्शबाटै सुरु गर्नुहोला भन्छु म। अहिलेको नयाँ पुस्ता जो 15 सेकेन्डको हैन भिडियो, टिकटक, रिल 15 सेकेन्डदेखि 30 सेकेन्डसम्ममा कति धेरै कुरा थाहा पाउने नयाँ पुस्ता छ। त्यो नयाँ पुस्तालाई पनि यो पुस्तकले चाहिँ अत्यन्तै सहयोग पुर्याउँछ। त्यसैले सबैले पढ्नुहोला। मलाई सो स्पर्श पढेर एकदमै खुसी लागेको छ र तपाईहरुलाई पनि पढ्न अनुरोध गर्छु। र अन्तिममा पुग्दा म सरप्राइज भएँ के यो पुस्तकको, किनभने मैले सुई पढ्दै थिएँ, रिटायर्ड आमा पढेँ। अनि रिटायर्ड आमा पढिसकेपछि अस्मिता आयो। अनि अस्मिता आएपछि मलाई लाग्यो अस्मिता भन्ने लाग्यो हैन, केही लागेन, मेरो दिमागमा कुनै कल्पनै थिएन। तर जब पढेँ अस्मितावादी भनेर आयो अनि अस्मितावादी झलस्स भएँ। अस्मितावादीसँग मैले केही रात सँगै बिताएकी छु। एउटै रुममा हामी कुनै कार्यशालामा भेटिएका थियौँ। अनि मलाई उहाँको अनुहार ठ्याक्कै आयो। अनि जब पढ्दै गएँ है, अस्मिताको बारेमा रहेछ त्यहाँ, अस्मितावादीको बारेमा जोसँग म परिचित छु, मैले केही समयसँगै पनि बिताएकी छु र मलाई परिचित छु जस्तो लाग्थ्यो। तर त्यो परिचय चाहिँ यो पुस्तकबाट चाहिँ म पूर्ण रूपमा परिचित हुन पाएँ। पुस्तक पढिसक्दा मलाई अस्मितावादीप्रति अथाह सम्मान जागेको छ। तपाईहरु जस्ता पात्र समाजमा हुनुहुन्छ र हामीले गर्व गर्न पाएका छौँ। तपाईप्रति पनि अथाह सम्मान र नवराज केसीलाई धेरै धेरै धन्यवाद। यो पुस्तक साँच्चै उपयोगी पुस्तक छ। हामीले थेरापीको रूपमा पनि यो पुस्तकलाई प्रयोग गर्न सक्छौँ। धन्यवाद।